नमस्ते मेरो नाम चाहिँ मुना राई हो म चाहिँ आम सञ्चार तथा पत्रकारिताको चाहिँ विद्यार्थी यहाँ चाहिँ हजुरहरूको ठाउँमा आइपुगेको छौँ है विशेष चाहिँ अहिलेको चाहिँ सामाजिक सञ्जालले चाहिँ हजुरहरूको यो आन्तरिक तथा बाह्य पर्यटन तथा व्यापार व्यवसायमा चाहिँ कस्तो खालको प्रभाव पारेको छ यो विशेष चाहिँ तपाईँलाई म केही प्रश्नहरू राख्नेछु होइन त्यसमा चाहिँ तपाईँले आफ्नो जवाफ दिनुपर्ने हुन्छ है सर्वप्रथम चाहिँ तपाईँलाई समयको लागि धन्यवाद मैले प्रश्न सोध्नुभन्दा अगाडि चाहिँ तपाईँको परिचय एकचोटि बताइदिनुहोस् न म चाहिँ नमस्ते म दीक्षण बमजन श्रीअन्तु होटल स्नोभ्यूको सञ्चालक हुन्छ धन्यवाद यो चाहिँ तपाईँको केही मेरो अप्सनल प्रश्नहरू छ मैले अप्सनहरू दिन्छु यसमा कुन चाहिँ सही लाग्छ त्यो तपाईँले बताइदिँदा हुन्छ होइन अनि 5 वटा चाहिँ विशेष अलिकति यसलाई चाहिँ व्याख्या गरेर अलिकति हजुरले चाहिँ बताइदिनु होला भनेर भन्न चाहन्छु है सुरु गरौँ ल मेरो पहिलो प्रश्न तपाईँलाई चाहिँ के छ भने यो इलाम जिल्लामा चाहिँ सामाजिक सञ्जालले तपाईँको चाहिँ पर्यटन प्रवर्धन विकासमा चाहिँ मुख्य रूपमा चाहिँ के प्रभाव पारेको छ यसले चाहिँ पर्यटकको सङ्ख्या घटाएको छ या प्रचार प्रसार बढाएको छ या होटलै बन्द गर्नुपर्ने अवस्था छ या यातायात रोकेको छ के गर्यो प्रचार प्रसार बढाएको छ इलामको चाहिँ पर्यटकीय क्षेत्रहरूको जानकारी चाहिँ पर्यटकहरूसम्म पुर्याउनको निमित्त चाहिँ कुन माध्यम चाहिँ विशेष बढी चाहिँ तपाईँको उपयोगी भएको लाग्छ तपाईँलाई रेडियो या पत्र पत्रिका या सामाजिक सञ्जाल या मुखले नै मौखिक रूपमा सामाजिक सञ्जाल अर्को छ सामाजिक सञ्जालले चाहिँ इलामको पर्यटन क्षेत्रमा चाहिँ कस्तो खालको चाहिँ भूमिका खेलेको छ जस्तो लाग्छ तपाईँलाई भ्रम फैलाइरहेको छ कि प्रचार गरेको छ या त यहाँको खेती किसानी चाहिँ बन्द भएको छ प्रचार छ अनलाइन मिडियामा सामाजिक सञ्जालमा चाहिँ तपाईँको फोटो भिडियोहरू जस्तो टिकटक फेसबुकतिर चाहिँ यो सार्वजनिक साझा गर्दाखेरि चाहिँ कस्तो प्रभाव परेको छ यसले चाहिँ जस्तो पर्यटकहरू चाहिँ अलिक आकर्षित भएका छन् या चाहिँ खेती किसानी चाहिँ रोकिएको छ आकर्षित भएको छ इलामको पर्यटन प्रवर्धनमा सबैभन्दा बढी प्रयोग भएको सामाजिक सञ्जालको कुन चाहिँ माध्यम छ जस्तो फेसबुक युट्युब रेडियो या पत्र पत्रिका टिकटक होला फेसबुक टिकटक अब आफै पनि व्यवसायी हुनुहुन्छ होइन तपाईँको होटल व्यवसायमा चाहिँ कस्तो खालको चाहिँ असर पारेको छ यसले चाहिँ तपाईँको व्यवसायमा पहिलेको भन्दा अहिले वृद्धि भएको छ या आफूले व्यवसाय बन्द गर्नुपर्ने अवस्था छ या त उद्योग धन्दा नै चाहिँ नष्ट भएर गइरहेको छ नै राम्रै छ पर्यटकहरूले चाहिँ इलाममा चाहिँ यहाँ घुम्न आउनुभन्दा अगाडि चाहिँ मुख्य रूपमा चाहिँ यहाँ चाहिँ के को चाहिँ प्रयोग गरेर यो ठाउँको बारेमा थाहा पाएर आउँछन् जस्तो लाग्छ तपाईँलाई सामाजिक सञ्जाल या यहाँको चाहिँ गाविस या गाउँपालिका नगरपालिका के छ होइन या त तपाईँको विद्यालयहरूबाटै जानकारी पाएर या चाहिँ केबाट चाहिँ आएको सामाजिक सञ्जालले चाहिँ इलामको चाहिँ जति पनि यो प्राकृतिक सुन्दरता छ होइन यसलाई चाहिँ तपाईँको कसरी चाहिँ सहयोग गरेको छ जस्तो छ यसलाई कायम राख्न चाहिँ अब जस्तो प्रचार प्रसारले नै गरेर चाहिँ यो सम्भव भइरहेको छ कि यो अझ प्रचार प्रसार सामाजिक सञ्जालले चाहिँ प्राकृतिक सुन्दरतालाई नष्ट गर्ने काम गरिरहेको छ यो बाटो बन्द भएछ प्रचार प्रसार भएछ है अनि अनलाइन मिडिया सामाजिक सञ्जालको कारण चाहिँ तपाईँको आन्तरिक पर्यटनमा चाहिँ कस्तो खालको चाहिँ प्रभाव परिरहेको छ व्यापार व्यवसाय बढेको छ घटेको छ या ठप्प भएको छ या खासै त्यस्तो बढेको छ है तपाईँको पर्यटन व्यवसायमा विकासको लागि चाहिँ सामाजिक सञ्जालको चाहिँ सही प्रयोगले चाहिँ के सम्भव हुन्छ जस्तो लाग्छ तपाईँलाई पर्यटकहरूको चाहिँ यहाँप्रतिको आकर्षण बढेर जान्छ या पर्यटन बन्द हुने सम्भावना छ या रोकिने सम्भावना छ या यातायातहरू अवरोध हुने सम्भावना छ नै बढेरै जान्छ अब यो चाहिँ तपाईँलाई मैले अलिकति अप्सनल क्वेसन छ अप्सन होला होइन अब अलिकति यसलाई चाहिँ मलाई विस्तृत रूपमा अलिकति बढाएर भनिदिनु होला है श्रीअन्तुको चाहिँ क्षेत्रमा तपाईँको यो सामाजिक सञ्जालले तपाईँको पर्यटन व्यवसायमा चाहिँ विकास प्रवर्धन गर्नको लागि चाहिँ कस्तो खालको चाहिँ भूमिका खेलिरहेको छ जस्तो छ मेन चाहिँ महत्त्वपूर्ण चाहिँ के चाहिँ भूमिका खेलेको छ सामाजिक सञ्जालले चाहिँ हिजोको भन्दा आज अलिकति व्यापार व्यवसाय बढेको छ होइन त्यति बेला जुन सामाजिक सञ्जालहरू थिएन प्रयोगकर्ताहरू थिएनन् होइन अहिले चाहिँ बढेको छ भने यसले चाहिँ कस्तो खालको चाहिँ भूमिका खेलेको जस्तो लाग्छ तपाईँलाई चाहिँ सबैभन्दा छिटोमै हुन्छ हजुर हजुर तपाईँको अब यहाँनिर केही विकास भयो भने यहाँनिर पुरा सिजन छ भने सामाजिक सञ्जालबाट छिटो पनि पुग्छ
त्यसले गर्दाखेरि सिजनमा मान्छेले यहाँको सबै कुरा सिजन अब फर इक्जाम्पल यहाँनिर घाम हेर्ने सिजन भनेको असोजदेखि सुरु हुन्छ होइन अनि त्यो सिजनमा घाम हेर्ने यो सिजन हो है भनेर सामाजिक सञ्जालमा कसैले पोस्ट गरेको छ भने मान्छेले त्यो इन्फर्मेसन हुन्छ त्यो इन्फर्मेसन भएकोले गर्दा उनीहरू सही टाइममा आउनु पाउँछ अनि अब अहिले भनेको अफ सिजन हो त्यो घाम हेर्नको लागि अब यो पनि अब अफ सिजन यति बेला राम्रो देखिँदैन मौसम एकदम चेन्ज भइरहेको छ यो कुराहरू अपडेट भएकोले गर्दाखेरि तपाईँलाई अब कस्टमरसम्म पनि इन्फर्मेसन पुग्छ उनीहरूलाई सहज पनि हुन्छ त्यो कुराहरू हजुर एकदमै राम्रो जवाब दिनुभयो धन्यवाद है सामाजिक सञ्जालमा या तथा अनलाइन मिडियाले चाहिँ तपाईँको श्रीअन्तुको पर्यटकीय स्थानलाई चाहिँ कसरी चाहिँ प्रचार गरिरहेछ फेसबुकतिर देख्छौँ हामी होइन सबै कुराको दुई पाटो भनेको जस्तै अब राम्रो तरिकाले पनि प्रचार हुन्छ कहिलेकाहीँ अब त्यही राम्रै कुरालाई अब मान्छेले हेर्ने नजर पनि फरक हुन्छ नि त कसैले पोजिटिभली लिन्छ त्यो कुरालाई कसैले नेगेटिभली लिन्छ सबै पोजिटिभली प्रचार भइरहेको पनि हुँदैन कहिलेकाहीँ नेगेटिभली पनि प्रचार हुन्छ अब त्यो चाहिँ अब हामीलाई त्यो हाम्रो लागि राम्रै हो कसैबाट अब कसैलाई नराम्रो भयो कसैलाई ओभर रेटेड भयो त्यस्तो भयो भने कसैले पोस्ट गर्यो भने हामी मार्फत आउँदाखेरि हामी पनि अलिकति सचेत हुन्छौँ त्यो कुराबाट अब राम्रो नराम्रो दुवै हुन्छ प्रचार भइसकेपछि त दुवै भइहाल्छ हजुर केही अब त्यस्तो खालको कमी कमजोरी भएकोमा चाहिँ अब तपाईँहरूले सच्याएर सचेत हुन पाउँछौँ हजुर कसैले भनिदियो भने यो सामाजिक सञ्जालको प्रयोगपछि चाहिँ श्रीअन्तुमा चाहिँ पर्यटकहरूको आगमनमा जस आउने जाने होइन चाहिँ कस्तो खालको चाहिँ परिवर्तन आएको छ हिजोको भन्दा आज सामाजिक सञ्जाल प्रयोग पश्चात चाहिँ यहाँ अब हरेक अब होमस्टे भइसक्यो यहाँनिर धेरै अब आफ्नो बिजनेस गर्न सक्यो आफ्नो लोकल चिजहरू बेच्न पाइयो सबै कुरामा अब सहयोगै भएको छ भनौँ न गाउँमा फलाएको तरकारी बिक्ने भयो कोही यता जानु भएन पहिला बजारै थिएन हामीसँग अहिले हामीसँग यहीँ बजार भएकोले गर्दाखेरि हाम्रो यहाँ उत्पादन हामीलाई नै पुग्छ कतै बाहिर लगाउनु पनि पर्दैन अब रेट पनि राम्रै भेट्छ सिजनमा निकालेको चिजहरूले ताजा पनि कस्टमरलाई खुवाउन पाउँछु अब छिटो भएकोले अब सामाजिक सञ्जालको फ्लोले धेरै मान्छे आउने भएकोले गर्दाखेरि विकासमा चाहिँ टेवै पुगेको छ तपाईँहरूको पनि होटल छ जस्तो स्थानीय होटल होमस्टेहरू बनेको छ अहिले होइन यसमा चाहिँ व्यवसायीहरूलाई चाहिँ सामाजिक सञ्जालले कसरी चाहिँ हेल्प गरिरहेछ कसरी सहयोग गरिरहेको छ तपाईँहरूको व्यवसाय चाहिँ अझ राम्रो गर्नको लागि चाहिँ अब हामीले मेन भनेको त एडभर्टाइज गर्ने अहिले भनेको सबैभन्दा स्ट्रङ पोइन्ट भनेको सोसियल मिडिया हो त्यही माथि अहिले टिकटकमा अब हाम्रो अब फर इक्जाम्पल एउटा रुम लागेकै छैन भने त्यो कुराहरूलाई हामीले अफरमा केही लगाएर एड अन गरेर त्यसलाई त्यसरी एडभर्टाइज गर्दाखेरि त्यो नगइरहेको चिजहरू जाने अलिक अब भ्युजमा पुग्ने मान्छेहरू आउने हुन्छ त्यस्तो हुन्छ सोसियल मिडियाको थ्रुबाट जस मानिसहरूको चाहिँ पहुँचमा चाहिँ सबैभन्दा छिटो पुग्ने भयो होइन त्यसो गर्दाखेरि भन्ने तपाईँको विचार होइन त अनि श्रीअन्तुको प्राकृतिक सुन्दरता संस्कृतिको चाहिँ यहाँको कल्चर होइन यसको चाहिँ प्रचारमा चाहिँ जति पनि फोटोहरू भिडियो हालेको छ जस्तो कल्चरल ड्रेसहरू लगाएर फोटोहरू भिडियोहरू बनाइरहनु भएको छ नि होइन यसले चाहिँ तपाईँको कस्तो खालको प्रभाव पारेको छ यो अब किनभने सेन्सिटिभ कुरा हो होइन अब अलिकति कल्चर भनेपछि र यो तपाईँको यो जस्तै नेचुरल कुराहरूलाई त हामीले संरक्षण गर्नुपर्छ कल्चरको कुराहरू आयो होइन यसमा चाहिँ अब यो फोटोहरू बनाएर भिडियोहरू बनाएर एकदमै सामाजिक सञ्जालहरू चाहिँ यो सार्वजनिक भएको छ होइन जताततै छ भने यसले कस्तो खालको असर चाहिँ पारिरहेको छ जस्तो लाग्छ तपाईँहरूलाई चाहिँ यो त मलाई लाग्दाखेरि कस्तो हुन्छ भन्दाखेरि त्यो कल्चरल ड्रेसहरू भनिसक्दाखेरि हामीले बेसी मोडिफाई गरेर त लगाएको छैन हामीले पुरानै तरिकाले नै लगाउँछौँ त्यही भएर त्यसमा त्यस्तो कन्ट्रोभर्सी चाहिँ भइहालेको चाहिँ छैन यतानिर अनि हाम्रोतिर मेन भनेको यो लेप्चा बसेको ठाउँ पनि हो त्यसले गर्दाखेरि त्यो ड्रेसहरू पनि भएकोले गर्दा एउटा नयाँ चिज अब अरू ठाउँमा नपाउने लेप्चा जतासुकै छैन नि त नेपालमा पनि हाम्रो ठाउँमा चाहिँ लेप्चाहरू पनि उनीहरूको पनि वेशभूषाहरू एड गरेको छैन जस्तो लाग्छ मलाई किनभने एड गर्नुपर्ने चाहिँ हामीले हो हजुर अनि अब आफ्नो कल्चरल ड्रेसहरू त अहिले त्यस्तो त मान्छेहरूलाई थाहा भइरहेको छ यो ठाउँमा यो मान्छे बस्दो रहेछ लुगाफाटाले पनि चिन्छ नि त यो ठाउँमा यो जातको मान्छे रहेछ यसरी बस्ने रहेछ भन्ने रमन सहन पनि भइरहेको छ नि धेरै राम्रै भइरहेछ
अब जस तपाईँहरूको लागि चाहिँ व्यवसाय भन्दा पनि स्थानीय हिसाबले कुराहरू राख्नु पर्दाखेरि चाहिँ कल्चरको पनि प्रमोट गर्नुको लागि चाहिँ यो जति सामाजिक सञ्जालमा फोटो भिडियोहरू जस्तो लगाएर ड्रेसहरू लगाएर भन्छ यसलाई तपाईँले सकारात्मक रूपमै लिनुभएको छ होइन त त्यसलाई बढाएरै लगाउनुपर्छ। जस्तो राई लिम्बू मगर गुरुङ शेर्पा होइन तामाङ कल्चरको चाहिँ ड्रेसहरू ज्यादा देखिँदै गर्दाखेरि अलिकति लोप हुँदै गएको जस्तो भनौँ र यहाँको बाहुल्यताको हिसाबले जातिको बाहुल्यताको हिसाबले चाहिँ लेप्चा समुदायको पनि चाहिँ गर्नु पर्यो भन्ने कुरा यसमा तपाईँको पनि अब चाहिँ कसरी हुन्छ साथ र सहयोग र कसरी गर्न सकिन्छ भन्ने तपाईँको पनि आफ्नो तपाईँले पनि गरिरहनु भएको छ होला भन्ने हामीलाई लाग्छ होइन त्यति व्यस्त समय हुँदै पनि हामीलाई समय निकालिदिनु भयो है यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद होइन र यो अति नै राम्रो कुराहरू गर्नुभयो। विशेष अब अन्तिममा चाहिँ यो अब यहाँको चाहिँ तपाईँहरू अब यहीँको स्थानीय र व्यवसाय भएको कारणले अब यहाँ थप चाहिँ के हुनुपर्छ जस्तो चाहिँ लाग्छ यहाँ तपाईँहरूलाई चाहिँ यहाँ जस्तो स्थानीयले सरकारले चाहिँ यहाँ सहयोग गरिदिनु पर्ने कुराहरू के कस्ता छन् जस्तो लाग्छ? धेरै कुरामा ध्यान दिनुपर्ने छ। अब फोहोर मैला भन्ने कुरा मान्छे आउने ठाउँमा भइ नै हाल्छ। फोहोर मैला पनि मजाले नै म्यानेज गर्नुपर्छ किनभने हाम्रो यतानिर जङ्गलहरू छ राम्रो राम्रो यो पाइनवुडको छ त्योहरूमा भित्र फोहोर गर्नु भएन त्यहाँ पनि ध्यान दिनु पर्यो। अनि अब हाम्रो मेन भनेको आउनलाई त बाटै चाहियो। बाटो पनि हाम्रो अब बर्खामा अस्ति दसैँमा भत्केको बाटो अहिलेसम्म बनिसकेको छैन। यात्रुलाई कति कठिनाइ छ त्यहाँनिर। त्यो बाटोघाटोमा पनि हाम्रो चाहिँ छिटो काम हुनु पऱ्यो। हाम्रो चाहिँ यही नै अरू कुरा हामी आफै सम्हाल्न सक्छौँ। मेन कुरा भनेको त्यस सरकारले सम्हालिदिनु पर्ने आफ्नो स्थानीय अब गभर्मेन्टले सम्हालिदिनु पर्ने भनेको चाहिँ त्यही हो मेन कुरा। हजुर हजुरलाई धेरै धेरै धन्यवाद है। अन्तिममा हजुरको नाम शुभ नाम पनि बताइदिनु। मेरो नाम चाहिँ झर्ना राई, म चाहिँ उहाँको वाइफ हस्बेन्ड वाइफ।